हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मजा एसएमपीको चौथो एपिसोडमा। र आजको एपिसोडमा हामीले एउटा दामी खालको गेम बिङ्गो गेम खेल्नेवाला छौँ। र यो गेममा निकै नै मजा हुनेवाला छ। र इन्डसम्म भिडियोलाई हेर्नुहोला, लाइक सेयर सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। ल मैले त्यो सामानहरू पनि सबै रेडी गरिसकेको छु। र अब हामी चाहिँ गेम स्टार्ट गर्नेवाला छौँ होइन। म तपाईँलाई ओए देखाउँछु ब्याङ्चोस मैले यी चाहिँ सामानहरू छन् होइन बिङ्गो गेमको लागि। र अरू पनि छन् यहाँ बाँकी। यो चाहिँ त्यो हाम्रो त्यो हल्का सुगर केन नपुगेर पेपर नभएर यो बनाइदिएँ मैले त्यो डाइलाई नेम चेन्ज गरिदिएँ एनिमेट। र अब चाहिँ हामी पालै बटन दबाउँछौँ। ल आऊ सबैजना मिस्टर मिस गर्छ क्या त्यो गेम विज द प्रेस द बटन अन्टिल इभेन 2009 हुने होला। आइज माथि आयो त सबै। ल भाइ पालै यो स्ट्रेट हो म स्ट्रेट हो बदतमिज। यता हेर हामीले पालै यो बटन दबाउँछौँ र यहाँबाट आइटम निक्लिन्छ जुन हामीले प्रयोग गर्न पर्ने हुन्छ। र टोटल चाहिँ 12वटा छन् आइटमहरू होइन। हामीले चारवटा पाउँछौँ र हामीलाई कलेक्ट गर्न पर्ने चाहिँ 4वटा होइन 3टा मात्र हो। र एउटा चाहिँ हामीले चुजवाला हो क्या अप्सन। कति कलर भन्ने एक स्टाइलको कलर भन्ने कलेक्ट कति गर्न पाइन्छ हामी एउटा मात्र चिज गर्न कलेक्ट गर्ने। एउटा मात्रै जस्तै 64 एउटा वन पिस मात्र चारवटा आइटम पाइन्छ हामीले यहाँबाट। तीमध्ये हामीले 3टा कलेक्ट गर्ने हो। म लास्टमा अगाडि अब दबाउ खोल्नु हो भने ल दबाउ बटन तिम्रो दुईजना मध्ये एउटा दबाउ। म त ल Sakalaka boom boom. Oh my god. ल ठिक छ यसले पायो पाउनु पायो ह नभन भनेर काम छैन। ल सुशान्त दबाउ। ओइ मैले भाइ गयो यसले मेरो चिटेर यार। ल हटा त म गर्छु अब मेरो पाले है त। मैले चाहिँ यो पाएँ। रोक आई एम कुक्ड अर व्हाट। ल दबाउ। आइटम पाइसकेको त्यसले। ल सुशान्त दबाउ। ओए मेरो अगाडि आइज तैँले मेरो हेर्छस्। र मैले नि पाएको छु अर्को। कसको कसो पालो कसो पालो ल अभिषेकको पालो। गाह्रो आहा मलाई के बनायो त्यो। Oh my god. ल एउटा मात्र आइटम कलेक्ट गर्ने हो के मतलब त्यो एउटा मात्र पिस ए हट्टा एउटा चाहिँ चुज हो कि त्यही भएर केही फरक पर्दैन। जिन्या पछि नाम सुनेको छु मैले यिनीहरूको। ल मलाई त सबै डाइहरू भयो त्यति। ल मेरो 3वटा आइटम पाइसकेका छौँ हामीले। अब एउटा चाहिँ अब हामीले चुज गरेर फाल्न मिल्छ। ल मेरो पाली हैन लास्टमा एउटा फाल्न मिल्छ हैन फालम त सबै इजी नै। अब मेरो चाहिँ चुज गर्न पर्ने आइटमहरू यतिहरू छन्। यी मसँग 3टा मात्र पेपर हो। पेपर हरायो मेरो। एउटा ऊ होला नि त तिम्रो डाइ छ होला त्यहाँ डाइ। सिओडी भन्ने के हो? त्यो सिओडी कोड भन्ने त्यो माछा हो। के हार्ने एउटा चाहिँ हामीलाई थाल्न मिल्छ। अब हेर तिम्रो अब जसले सुरुमा चाहिँ आफ्नो 3टै सामानहरू पाएर यहाँ लेख्छ यहाँ ल्याउँछ होइन। यो चेस्टमा राख्छ आफ्नो चेस्टमा। अनि त्यसपछि च्याटमा चाहिँ BING यो बिङ्गो लेख्छ होइन त्यसले चाहिँ जित्छ। के सर बिङ्गो लेख्छ अनि त्यसले जित्छ। जसले सुरुमा त्यो गर्छ त्यही हो। लेट्स स्टार्ट अर व्हाट सुरु गर्ने हो त चेस्टबाट लाने। र अब गेम चाहिँ छिटो नै सुरु हुन लागेको छ। रेडी हो सबैजना? यस सर। ल गेम सुरु हुन्छ इन 3 2 1 गो सुरु। पत्ता कि त्यसको ल मेरो चाहिँ के सामान आउँछ यो छ यो छ यो छ यो खोज्न लाग्छ टाइम। यो खोज्न यता जाम है त। ल हामी यता जाम यताबाट त्यो सामान पाउन सकिन्छ। Hold
push till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. On we'll go, finding life along the way, melodies we haven't played. त्यहाँ अर्को सिकार त्यहाँ छ नजिक सिकार है तेरिका क्रिपर पनि छ त्यो क्रिपरलाई पठाउनु पर्छ टाइम लिमिट चाहिँ कति हो के रे टाइम लिमिट टाइम लिमिट यहाँ किन हुन्थ्यो गेम नभएछ चला चले अँ एक घन्टा भयो। त्यो पनि अप्सेटको सहिलो हो भन्छ त त्यो अप्सेट उतिखेर भ्याउला नि त हिजोको च्यालेन्ज पनि अप्सेट थियो आजको च्यालेन्ज पनि अप्सेट दिने होला ल सुनाम के गर न कतै यस्तो गाह्रो छ मेरो त्यो कोड मात्र खनाउन यति सास भन्दा रहेछ एउटा भेटाएन मैले त्यो खाली त्यो के अरे रेड वाला के हो त्यो सेल्फ तिमीले कोड त सही ओए भ्यायो केटोले हो है यस सर यस सर मैले एउटा आइटम पनि कले गएन नि कसम हैकर बोलते अझै जम्मा 2 वटा चाहिन्छ छिटो के गर्ने भिडियो गर्ने ल भइसकेको छ अभिषेकले यहाँ मफिनलालले भइसकेको छ र सबै भइहाल्यो भइसकेको छ र ओए ओए भेटे कड सुताउ त दिउँसो बनाऊ त्यो मोबाइलले झ्याउ ए माइनस तले मैले बनाएन एउटा नि लो अन्त खै त कोही सुतेको ए रोक्न हो म पानीमा छु के म भयो ल खजिलो पर्थ्यो कि मेरो ल टाइम अफ भइसकेको छ सुनाम पनि आऊ र यहाँ सामान हेरेर चेक गरौँ आउन पर्दैन ल ल म चेक गर्छु है त यसको चाहिँ सामान यहाँ छ यो त चाँडै लिएर आयो त यस सर ब्याड ब्लक टिएनटी चाँडै ल्यायो तीनटा चाँडै चाँडै ल्याउनु यत्रो वेट गरे इन्टरपोल पनि पाएछ ब्रेक पनि पाएछ टिएनटी पाएछ र एमराल्ड पाएछ यसरी चाहिँ जितिसकेको छ हाम्रो त्यो गेम बिङ्गो गेम मफिनलालले बधाई छ योभन्दा पहिलाको गेम पनि यसरी जित्थ्यो र यो गेम पनि यसरी जितेको छ हामी खेल्दो रहेछ ओइ म त भिलेजमा भेटाए त ल र आजको भिडियोको लागि पनि यति नै हेर हामी रोदै खतम गरिदियो नयाँ गेम अझै टिममा खेले भए झन् रमाइलो हुन्छ चल्न त 9 वटा आइटम वाला अथवा 6 वटा आइटम वाला त्यो झन् रमाइलो हुन्छ र लामो पनि हुन्छ तपाईहरु जोइन गर्नु सक्नु सर्ट एन्ड स्वीट वाला गेम खेल्यो 3 वटा आइटम वाला यो अन्त 4 आइटम कसले गरेछ त्यही चाहिँ के भएन मलाई जित्न सक्दैन आइदिए सर यो मजा आउँछ टिममा चाहिँ कोही तगडा प्लेयर आउन मन लाग्छ भने हुन्छ नुबडा प्लेयर आउन मन मेरो लाग्छ कम्पिटिसन चाहियो लुगाहरुको अगाडि अरु कोही हामी सबै नुबै हो खासमा यस्तो प्रो पनि छैन मफिन लाल बाइक हामी सबै नुब हो सर यस्तो धेरै के खेल्न त आउँदैन म हामीलाई सुनार पनि हाम्रो मात्र परो हेर्नु साथीहरु यो पास्टमा दिएको धुम मचाउन सकिन्छ यो सर्भरमा कहाँ आके यार म त बोर्ड टाढा आएछ बाई बाई राम क्या थिम